I mean, how can I say? Nice, cool. Who is watching me? Please mute me. Who is watching me? Oh, wait. It's many people here in here and watching because it's a moderator. Some people are say a bad word and with me, and that's why I control my brothers. Okay, nice English, Like I was like No, Nepali no. people. My English is Naina, not listen. Nepali. Yeah, Naina, listen. Nepali. Naina, listen. Nepali people, Nepali. I talk to a lot of Nepali people, but this English is something different. You know, this No, touches my inner soul. No, Kulbaiji, because my English is not good. म नेपाली हो के अनि नेपाल त्यति राम्रो इङ्ग्लिस आउँदैन मलाई अनि अघिदेखि नेपाली बोल्नु पर्दैन त अनि तिम्रो टाउको अनि मलाई कस्तो गाह्रो भइसक्यो मलाई आफूले गाह्रो भइसक्यो अघिदेखि नेपाली बोल्न सक्दिनौ मलाई लाग्यो तपाईले नेपाली इङ्ग्लिस आउँछ भनेर मैले गरे हैट तेरीका त्यस्तो कुरा हैट तेरीका म यहाँ नेपालीको लागि वेट गरेर बसिरहेको थिएँ कति बेला नेपाली बोलिनु र कति बेला उ गराउन भनेर उताबाट तिमी इङ्ग्लिस बोलेर अनि मैले भर्खर एडिटिङ गर्दैछु अलिअलि इङ्ग्लिस आउँछ कि अमेरिकातिर त अलिअलि लिटल बिट म सिक्दै गरी अनि बोलिहाल्छु तर नेपाली चाहिँ एकदम नेपाली हिन्दी मेनली चाहिँ बोल्ने हो मेरो के हिन्दी नेपाली ओके ठीक छ म फेरि उता कहिले पनि गएको छैन के म काठमाडौँमा जन्मे काठमाडौँमा उता जन्मेको हो काठमाडौँमा जन्मिसकेपछि मेरो फेरि बाजे बजेहरू सबैजना उता बस्नुहुन्थ्यो के यता सिडनी अस्ट्रेलियामा बस्नुभएको अस्ट्रेलिया जन्मिनु भएको बाजे बजे तर म चाहिँ काठमाडौँमा जन्मिएँ बुझ्यौ अनि म त्यहाँ नेपालमा चाहिँ बसेँ तर नेपाल घुमेको छैन राम्रोसँग म नेपालगञ्ज पनि आएको छैन बुझ्यौ तर राम्रो छ नेपालगञ्ज एक्लै घुम्ने टाइप प्लेस ठिक छ नेपालगञ्ज आउनु पर्ला मिलाएर कहिले उता सुदूरपश्चिमतिर उतातिर झन् म गएकै छैन कतै पनि त्यतातिर पनि राम्रो छ भन्छन् हैन नै यस्तो छ कि अब अलि साइडतिर भइहाल्यो नि अब उताको अनि म कहिले काठमाडौँ गएको छैन तर यो पालि अब मेरो फर्स्ट साइड सुट गर्छु नि म जान्छु फर्स्टचोटि जान्छु नि काठमाडौँ ए ठिक छ हुन्छ एकदम खुसी लाग्यो म फेरि उतातिर एकदम आउने मन छ नेपालगञ्जतिर आउने मन छ बाँके बर्दिया आउने राम्रो छ यहाँ यता लुम्बिनीतिर जनकपुर भइगयो हाम्रो यता भगै छैन तनाव बुटवल यता नेपाल बागेश्वरी इन्डिया बोर्डर सुरुपेडिया बोर्डर ए ठिक छ अब आएको बेलामा मलाई घुमाइदिनु म नेपालगञ्ज म आउँछु यता अहिले त म अस्ट्रेलियामा चाहिँ मेरो स्टडी सकेको छैन मेबी समटाइम्स पछि मेरो पढाइ सकिसकेपछि मेरो अहिले सके छैन म ब्याचलर थर्ड इयर गर्दैछु अब यो एक्जाम आइसकेछ मेरो ए ठिक छ तिम्रो नेल्स चाहिँ खतरा लाग्यो है नङ चाहिँ कडै लाग्यो ढाड बनाउन चाहिँ बवाल मजा आउँछ ल यो बवाल छ नेल्स है मलाई त ठुलो भएछ हैन आई लाइक युर नेल्स तिमीले अघिदेखि नेल्स देखाइरहेको छौ नि त अनि मलाई आई वान्ट टु कमेन्ट अन दैट नै राम्रो दे हैन तर टेन्सन गराएको होइन यो फेरि मेरो रियल हो साँच्चीकै नै नैना राम्रो देखिरहेको छ है म अब उतातिर आएको बेलामा नेपालगञ्ज घुमाउन लाग्नु यताउति म फेरि कहिले उता नेपाल आइसकेपछि कतै नघुम्ने के म कोठामै बस्ने मान्छे यताउति गर्ने मान्छे छु अनि कता घुम्नुहुन्छ त हजुर कता घुम्ने मन छ हजुरको तपाई जानुभयो त पोखरा मुस्ताङतिर यतातिर पर्छ पनि कहीँ गएको छैन म काठमाडौँ छु काठमाडौँबाट म यतापट्टि उता अगाडिपट्टि पसलसम्म पुग्छु पसलबाट फेरि घरै आउँछु मोबाइल चलाउँछु सुत्छु हजुर जानु पर्छ घुम्नु पर्छ यता उता अलि जस्तै पोखरा मुस्ताङ म पनि गएको छैन तर राम्रो छ एकदम राम्रो ठिक छ एकदम सोझी रहेछौ तिमी डिसेन्ट रहेछौ राम्री रहेछौ मान्छे शुक्रिया ठिक छ गाह्रै छ के गर्नु हजुरको बर्थडे आज नाइ मेरो बर्थडे हैन है यहाँ त ह्यापी बर्थडे भनिरहेछ हो भने ह्यापी बर्थडे त्यो कमेन्ट वेलकम थ्याङ्क यू ह्यापी बर्थडे छ म थाहा थिएन यता कमेन्ट आइरहेछ हजुर बर्थडे छ हजुर ह्यापी बर्थडे आज बर्थडे हो थ्याङ्क यू सो मच थ्याङ्क यू वाउ साँच्चै मलाई थाहा थिएन मलाई साँच्चै थाहा थिएन द्याट्स वाइ लास्ट अफ बर्थडे ह्यापी बर्थडे थ्याङ्क यू नैना पहिले लाउनु पर्छ त हेरेर नाइ अब पहिला तिमीसँग इङ्ग्लिस बोल्नै मेरो टाइम गइहाल्यो यताउति भइहाल्यो अनि के गर्नु छ मलाई लाग्यो तपाईले इङ्ग्लिस आउँछ भनेर मैले इङ्ग्लिस बोलेँ कि तपाईले ठिक छ यता सुन हैन हुन्छ
अपोनेन्ट साइड कहिले पनि उ नभएर जो पनि आओस् चाहे जुनै पनि ल्याङ्ग्वेजमा कुरै गर त्यही कुरा ठिक छ ओके ल राम्रोसँग बस नैना ओके ओके सर म्याक फ्रेन्ड तिमीलाई म फलो ब्याक गरौँ ल म नेपाल आइसकेपछि चाहिँ म नेपालगञ्ज आउँछु है नेपालगञ्ज अहिलेसम्म गएको छैन अहिलेसम्म घुमेको छैन न नेपालगञ्ज न उता सुदूरपश्चिमतिर उतातिर कतै पनि कहिले पनि गएको छैन राम्रो छ आउनु यता साँच्चीकै राम्रो छ त्यस्तो त्यो चाहिँ आउनु पर्ला छैन काठमाडौँ जस्तो तर छ अलि साइडतिर पर्छ तराईतिर त्यही भएर हुन्छ हुन्छ ओके छ म आउँछु है शुक्रिया धन्यवाद ल थ्याङ्क ल ढिला भइसक्यो नाच्नलाई रेडी भएको मान्छे रातिको 12 बजीसम्म हामी कुरेर बसौँला हामी डान्स आफ्नो प्र्याक्टिस गरेर बसिरहेको छौँ खै कहाँ जानुभयो त मामा सुतिसक्यो होला नि बिचरा निन्द्रा लाग्दैन कहाँ निन्द्रा लाग्ने मामा बिहान 3 बजीतिर लाइभ देखिरहेको हुन्छु कहाँ सुत्छन् गाइज बोलाउ त बोलाउँदैछु भान्जी भान्जा मेरो प्रिय भान्जालाई आउने बित्तिकै मलाई पठाइहाल म पनि हामी पनि देखाउँछौँ ट्यालेन्ट भनेछन् ओके कविता भन्नु न म्याम रे कविता नाइ यसलाई यो कविता सुनायो भने यो रुन्छ कि त्यही भएर सुब्लाक भन्छ त्यो बिटी नदे छड्दै मामाको बाहना बनाएर त आफै आइस हैन मामाको बाहना बनाएर आमा आइ मामाको बनाएर कसरी पारस धेरै मुक्का खालास है मुक्का खालास तैले बुझिस् नि यो ट्यालेन्ट यतिको ट्यालेन्टेड बनाउने म हो भन्ने तैले बिर्सिस चुब्लाक ज्यादा अलिकति हल्ला कम के बुझिनस् हल्ला सेम तँलाई पनि त्यही हो रोक म सबैलाई एड गर्छु कसलाई एड गर्छु चल त म अब त हाम्रो टिमसँग कुरा ए म त समाचार सुन्न पर्यो भूपेन्द्रजीको समाचार ओके छ हैन त पनि आइज न त पनि लाइभ काटेर आइज न म्याम ल आइज लाइभ मलाई कसरी लिन्छस् तँले त्यत्रोमा लिन्छु त आइज न त्यो आइडी देखिहाल्छ नि ल लाइभ काटेर आइज है ल म काटिहालेँ यहीँ काटिदिन्छु म ल भाइ ल आइज ल तँलाई सुरुमा ढिला भइसक्यो नाच्नलाई रेडी भएको मान्छे रातिको 12 बजीसम्म हामी कुरेर बसौँला हामी डान्स आफ्नो प्र्याक्टिस गरेर बसिरहेको छौँ खै कहाँ जानुभयो त मामा सुतिसक्यो होला नि बिचरा निन्द्रा लाग्दैन कहाँ निन्द्रा लाग्ने मामा बिहान 3 बजीतिर लाइभ देखिरहेको हुन्छु कहाँ सुत्छन् गाइज बोलाउ त बोलाउँदैछु भान्जी भान्जा मेरो प्रिय भान्जालाई आउने बित्तिकै मलाई पठाइहाल म पनि हामी पनि देखाउँछौँ ट्यालेन्ट भनेछन् ओके कविता भन्नु न म्याम रे कविता नाइ यसलाई यो कविता सुनायो भने यो रुन्छ कि त्यही भएर सुब्लाक भन्छ त्यो बिटी नदे छड्दै मामाको बाहना बनाएर त आफै आइस हैन मामाको बाहना बनाएर आमा आइ मामाको बनाएर कसरी पारस धेरै मुक्का खालास है मुक्का खालास तैले बुझिस् नि यो ट्यालेन्ट यतिको ट्यालेन्टेड बनाउने म हो भन्ने तैले बिर्सिस चुब्लाक ज्यादा अलिकति हल्ला कम के बुझिनस् हल्ला सेम तँलाई पनि त्यही हो रोक म सबैलाई एड गर्छु कसलाई एड गर्छु चल त म अब त हाम्रो टिमसँग कुरा ए म त समाचार सुन्न पर्यो भूपेन्द्रजीको समाचार ओके छ हैन त पनि आइज न त पनि लाइभ काटेर आइज न म्याम ल आइज मलाई कसरी लिन्छस् तँले त्यत्रोमा लिन्छु त आइज न त्यो आइडी देखिहाल्छ नि ल लाइभ काटेर आइज है ल म काटिहालेँ यहीँ काटिदिन्छु म ल भाइ आइज ल तँलाई सुरुमा